घटना भन्ने चाहिँ हामीले पनि म पनि तला गाउँको हो, म पनि गोदामधुराको हो। मैले पनि एउटा फोन मार्फत चाहिँ मलाई कसैले फोन गरेर चाहिँ म पनि आएको थिएँ है। म लगभग यहाँनिर 6:30 मा आइपुगेको र मैले पहिला देख्दाखेरि चाहिँ एकजनाको चाहिँ घटनास्थलमा मृत्यु भएको छ भनेर यहाँ माथि उसको उहाँको डेड बडी छ। अनि एकजना चाहिँ यहाँ इन्जुर्ड हुनुहुन्थ्यो, धेरै एकदम गम्भीर घाइते हुनुहुन्थ्यो। उहाँलाई चाहिँ हामीले यहाँको जङ्गली झारपातहरू लगाएर यसो अलिअलि त्यो ब्लडहरू रोकिदिने काम चाहिँ हामीले गऱ्यौँ है। अनि त्यस पछाडि चाहिँ अनि सुकुना हस्पिटलमा 2 जना अलरेडी ट्रिटमेन्टको लागि लगिसकेको थियो। अनि त्यहाँबाट फेरि यहाँ हामीले यहाँ महेन्द्र छेत्री जो सिभिक भोलिन्टियर हुनुहुन्छ उहाँलाई सोध्नुहोस् न कतिजना छ भन्दाखेरि चाहिँ उहाँबाट चाहिँ 5 जना भने होइन, 5 जना भनिसक्दाखेरि चाहिँ त्यहाँबाट फेरि हामीले यहाँ खोजी तलास गऱ्यौँ। खोजी तलास गर्दाखेरि चाहिँ फेरि एकजना भेट्यौँ जो चाहिँ न्याकेड छ, लुगा यस्तो माथिको मात्रै एउटा सर्ट मात्रै छ, अरू डल्लै एकदमै ऊ नाङ्गै छ होइन। अहिले त्यो अब